नमस्ते। आज एक यस्तो वनस्पति लिएर आएको छु जो वनस्पति हामीले खाना खाएपछि जो पेटमा गएर हुने समस्यालाई ठीक गर्दछ। जस्तै कि अल्सरेटिभ कोलाइटिस यस्तो समस्या हो जसले पेटमा एकदम समस्या गर्दछ र बिरामी न सुत्न सक्छन्, न बस्न सक्छन्, न काम गर्न सक्छन्। यसले जिन्दगी नै खराब गरेर राखेको हुन्छ। साथसाथै इरिटेबल बाउल सिन्ड्रोम पनि यस्तै समस्या हो जसले बिरामीलाई न जिउन दिन्छ न मर्न दिन्छ। यस्तो अवस्थाको समस्याहरूमा विविध औषधि खाएर बिरामी थाकिसकेका हुन्छन् र के गर्ने, के गर्दा ठिक हुन्छ भन्ने मनमा जिज्ञासा हुन्छ र उपचार खोज्न लाग्दछन्। त्यसमा प्रयोग हुने एक विशेष वनस्पति छ, त्योबाट अनेक औषधिहरू बन्दछन् जसले इरिटेबल बाउल सिन्ड्रोम ठीक गरोस्, साथसाथै त्यो वनस्पतिले अल्सरेटिभ कोलाइटिस ठीक गरोस्। र यो त प्रायोगिक हो, यो व्यावहारिक रूपमा यसरी नै प्रयोग भएको छ यो वनस्पतिको। साथसाथै यो वनस्पतिले अल्सर, जो घाउ ठीक हुँदैन, जो डेब्रिस भएको छ, जो सडेको छ, जो कुहिएको छ, बाहिरबाट पस निक्लेको छ, मासुबाट कुहिएर गलेको छ, त्यस्तो अवस्थामा समेत यो वनस्पतिको प्रयोग गरिन्छ। यो वनस्पतिको बोक्राको प्रयोग गरिन्छ, यो वनस्पतिको फलको प्रयोग गरिन्छ, बिउको प्रयोग गरिन्छ, यो वनस्पतिको दुधको प्रयोग गरिन्छ। त्यो वनस्पतिबाट त्यो दुधले त्यो घाउलाई ठीक गर्दछ, पस निकाल्दछ, शरीरलाई सफा गर्दछ, पेटलाई ठीक गर्दछ, वुन्ड हिलिङ प्रपर्टी हुन्छ। त्यसैले यो वनस्पतिको विविध प्रयोग हुन्छ किनकि विविध केमिकल कन्स्टिट्युएन्टहरू यो वनस्पतिमा हुन्छ। यो वनस्पतिको नाम कुटज हो, बनखिर्रो हो, स्त्री कुटज भनिन्छ। विशेष रूपमा यसको फल जोडिएको छ। हेर्नुस् कति राम्रो फल लागेको छ। यो हर कहीँ गर्मी प्रदेशमा पाउने वनस्पति हो। यसले शरीरलाई अति हितकर काम गर्दछ। यसको बोक्राले शरीरलाई घाउ सफा गर्दछ, शरीरमा भएको अनेक छालासँग सम्बन्धित समस्या ठीक गर्दछ। बोक्राले सोरियासिसको जति पनि प्याटेन्ट औषधि हेर्नुहोला त्यसमा राइटिया टिङ्टोरियाको प्रयोग भएको हुन्छ। त्यो स्त्री कुटज हो, यसले त्यो चिलाउने समस्या ठीक गर्दछ। विविध प्रयोग हुन्छ, विविध गुणकर्म छ। त्यसैले यो वनस्पति अद्वितीय छ। यो वनस्पतिको केमिकल कम्पोजिसन यस्तो छ जसले शरीरलाई रक्षा गर्ने गर्दछ, शरीरलाई ठीक गर्दछ, पेटलाई ठीक गर्दछ, विविध औषधि बन्दछ। चिकित्सकको सल्लाह अनुसार मात्र औषधि प्रयोग गर्नुहोला। हस्त, धन्यवाद।